उता पर बाई बाई आजलाई यति नै भोलि भेटौँला अर्को भ्लगमा बाई छोरी छोरी त्यो मोबाइल राखेर यहाँ आऊ त म तिमीलाई मुख धोइदिन्छु आऊ त मुख धोइदिन्छु अनि कपाल कोर्दिन्छु छोरीलाई मेरो छोरीलाई आउनु छोरी आउनु 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 छोरी छोरी राम्री परेदिनु पऱ्यो नि छोरीलाई परेको परेन बिहानै उठ्नु भयो छोरी अब छोरीलाई म के गरिदिन्छु मुख धोइदिन्छु छोरी राम्री भयो होइन हेर्नु हेर्नु ल अब कपाल कोरेपछि छोरी के हुन्छ राम्री हुन्छ नि हुन्छ कि हुँदैन छोरी हुन्छ है ल हामी अब के गर्छौँ हामी जान्छौँ हामी कहाँ जान्छौँ छोरीलाई म नुहाइदिन्छु पनि राम्री बनाउँछु म छोरीलाई भरे मामु आउनुहुँदाखेरि मामु त ला छोरी हो कि होइन हौ यो त को हो नयाँ मान्छे पो आएछ त हौ घरमा त भन्नुहुन्छ होला हेरेकै हुन्छ ल खै हाम्रो छोरी खै लुना मेरो छोरी लुना खै भन्नुहुन्छ होला हो कि होइन भन त बाबाले छोरीले राम्रो बनाएको देख्नु भएपछि छोरी त खोज्नु थाल्नु भयो भने त के भन्छौ तिमी चाहिँ म यो लुना भन्छौ के अनि साइमन दादा पनि खोज्नुहुन्छ होला नि साइमन दादाले मेरो बहिनीलाई म खोज्छु कहाँ गयो मेरो बहिनी कुन स्टाइल मनपर्छ छोरीलाई कपालको कुन स्टाइल यो स्टाइल कि यो स्टाइल कि यो स्टाइल मनपर्छ मन पर्यो कि यो स्टाइल मनपर्छ यही स्टाइल छ यो स्टाइल मनपर्छ यसो गरिदिनु म कोरेर राम्रो बनाइदिन्छु छोरी मलाई भागी भागी नसताऊ कानमा आई सुटुक्कै बताऊ तिमलाई बाबाको माया कति लाग्छ रे तिमलाई बाबाको माया कति लाग्छ रे मेरो छोरी छोरी पनि धेरै लजाउँछु मेरो छोरी कति लजाउँछ बाबासँग झन् कति लजाउँछ छोरी राम्री छोरी मेरो बाबालाई कति माया गर्छ गर्नु चाहिँ गर्नु न भन्नु त अनि बाबालाई पनि एउटा गीत सुनाउनु न मैले छोरीलाई सुनाएँ त आज स्याटरडे पनि हो लु त सुनाउनु त छुट्टीको दिन बाबालाई सुनाइदिनु न अरूलाई त बाबा अफिस जाँदाखेरि छोरी सुतिरहनु भएको हुन्छ हो कि होइन भन्नु त हो नि अब बाबाले एउटा गीत सुनाइदिनु त छोरी लु त कुन गीत मनपर्छ लु सुनाउनु एउटा गीत बाबालाई सुनाइदिनु न आज लु त गाउनु गाउनु ल तेलरी त गोरी गरी बाबा त कालो देख्छु त म त्यहाँ त मेरो छोरी राम्री चाहिँ नि त मेरो छोरी राम्री चाहिँ मलाई यो आएन रबर बान्नु पर्ने छोरी म रबर ल्याउँछु हस् पर्खिनु ल म रबर लिएर आउँछु है हेलो छोरीको रबर लिएर मैले आएँ अब छोरीलाई म के गर्छु त रबर लगाइदिन्छु मेरो छोरीलाई कसलाई फोन गर्दै हुनुहुन्छ मामुलाई कसलाई भन्नु त जसुलाई छोरीलाई मैले जानेको जतिको गर्दै राम्रो गरिदिनु होला बाबाले राम्रो गरिदिनु भएन कपाल भनेर नरिसाउनु हस् कि रिसाउनुहुन्छ राम्री भयो नि छोरी बाबाले एउटा गीत सुनाइदिनु त लु बाबालाई एउटा गीत सुनाइदिनु त आउँछ नि नानीलाई स्कुलमा मिसले सिकाउनु भएको थियो नि अस्ति अनि तिमी नाच्यौ नि भन त घाँटी दुखिरहेको छ छोरीको र पनि छोरीले ट्राई गरिदिनु भयो नि बाबाको लागि हो कि न भन्नु त हो नि अबै छोरीको लागि पनि एउटा गीत गाइदिन्छु एक लाइन हस् छोरी मलाई भागी भागी नसताऊ अर्कोमा गाउनु
कुन चाहिँ गीत गाउनु त अब भन्नु त म त अब रिसाउँछु बोल्दै बोल्दिन रुने मान्छेसँग दिल खोल्दै खोल्दिन रुने मान्छेसँग त म त बोल्दिन नि मैले भनिसकेको छु कि छैन छु नि हो म त बजार आइपुगेँ है अब कता रोकिदिनु त भन्नु त म्याडमलाई यहीँ रोकिदिनु हस् लु अब के किनेर आउनु छ अनि किनेर आउनु अनि फेरि म घर पुर्याइदिन्छु है म्याडमलाई हस् सक्यो सपिङ लु आउनु चढ्नु त लु सक्नुभयो लु अब के गर्नुहुन्छ घर लानु अब लु ग्रुप 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 लु म्याम अब घरमा घरैसम्म पुर्याइदिनु कि तल घर यहीँ आइपुग्यो ए हस् हस् ए हे हे के भएको छ ब्याग र मोबाइल छोडेको छ कहाँ छोडियो बजारमै मार्केटमै ए हस् म पुर्याइदिन्छु लु अनि लिएर आउनुपर्छ लु जाउँ ल उता पर लु ग्रुप 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 ए हो लु ले 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 अब फर्किनु भेट्नु भयो मोबाइलहरू भेट्नु भयो आमा घोडा त है कस्तो राम्रो घोडा त लु मोबाइलहरू पनि लिएर आउनु भएछ लु आमा Listen to the music, clap your hands, your feet, stamp your feet. Listen to the music, stamp your feet. Turn around, listen to the music, turn around. मलाई त आउँदैन छोरीलाई आउँछ नि त मलाई सबै आउँदैन नि त राइम्स मलाई सबै आउँदैन अनि छोरीलाई कति आउँछ 30 वटा बोट आउँछ पानीमा सरर आउँछ हैन 6 वटा मात्रै हैन नि 6 7 8 9 10 11 12 ए हातमा चाहिँ एउटा दुईटा तीनटा गरेर 6 वटा छोड्दिनुहुन्छ फेरि 6 वटा फेरि 6 वटा गर्नुहुन्छ पानीमा मलाई चाहिँ नहालिदिनु नि पानी फेरि मलाई चाहिँ नहालिदिनु नि फेरि अनि म मेरो लुगा भिज्दैन त त्यसो भने म तिमीलाई पनि भिजाइदिन्छु नि मजा आउँछ होला नि कालीलाई त झन् के न छोरी अग्लो कि बाबा अग्लो को अग्लो हो र त सुनिनँ मैले ए हजुर भन्नुभएको ए ए ए अनि अब हामी तिहारमा के गर्ने एउटा त खोलामा जाने बोट हामीले उ गर्ने अनि हैन अनि अर्को के गर्छ हामी भन त बाबासँग भाइ गर्छ बाबाले जित्नु सक्छ त लु त लु त लु त आया कस्तो पावर रहेछ हौ मेरो छोरीको त बिस्तारै हिर्काउनु है बाबालाई दुख्यो नि मलाई त हुन्छ लु अब जाउँ अब उता बाहिर जाउँ यो मान्छे को हो भन त मलाई यो मान्छे चाहिँ लु न यो मान्छे अनि हो र होइन होला हो कहिले चिन्नु भएको भन्नु न कहिले चिन्नु भएको भन्नु त मेरो छोरीले माम खान्छे मेरो बाबासँग अनि छोरीलाई म नुहाइदिन्छु माम खाइसक्नु भएपछि हस् छोरी राम्रो कि बाबा राम्रो को गोरो छ को वाइट छ देर छोरी राम्री छ नि कति राम्री छ मेरो छोरी त कति राम्री छ लु हेर्नु गुडियै छ हो गुडियै लु हेर्नु त आहा लु त गर्नु गुडियाले कसरी आँ गर्छ हो कति मजाले गुडियाले आँ गर्छ लु हेर्नु त ल तिमीलाई नि छोरी बाबाले नुहाइदिनु भएको मनपर्छ कि मामुले नुहाइदिनु भएको हो हो पानीमा पौडी खेलिराख्नु पानी हाले काले गर्नु मनपर्छ
त्यही भएर चाहिँ मनपर्छ मामुले छिटो गर ढिलो भइसक्यो छिटो गर भन्नुहुन्छ होला मामुले हो अलिकति मात्रै खेलाउनुहुन्छ मामुले छ सक्यो एकै गाँस दिन्छु म गाड्नु त आमा छोरी यस फिनिस्ड यस गर्नु यस यस चियर्स यस यस ले हजुर ल ल म पानी रेडी बनाउँछु है त अब ल फ्रेन्ड्स बाई बाई आजलाई यति नै भोलि भेटौँला अर्को भ्लगमा